खुसी तँलाई कस्तो लाग्यो? खुसी त माल लाग्यो बाबा। माल कमाल लाग्यो कमाल। छोरी खुसी बाबु कस्तो लाग्यो त? बिहे गर्ने हो त कटङ कटङ कटङ। कटिङ मलाई पनि राम्रो लाग्यो बा। अब के गर्नु हजुर? छोरी असाध्यै खुसी छ त्यसको मतलब। खुसी भयो बेला यस्तो हो उनको बानी। र हजुर छोराछोरीको मन मिले जस्तो छ, एक अर्कालाई चाहे जस्तो छ। यसो दुईजनालाई भित्र पठाउने हो कि कुराकानी गर्नलाई? भित्र पठाउने नपठाउला हजुर। फेरि छोरी एकदमै संस्कारी छ, लजालु पनि छ। अब भित्र पठाएर पनि के गर्ने? सुईको मुखबाट एक शब्द आउनु छोरी हजुर। पठाउन न हजुर, यसो उठ छोरी, जाऊ छोरा तिमी पनि। अब तपाईँले नै जिद्दी बन्नुहुन्छ भने मेरो केही पनि लागेन। ठिक छ पठाइदिनु, तर उनको बानी चाहिँ एक शब्द बोलिदिनु है। यो चाहिँ लेखेर राख्नु। संस्कारी छोरी छोरी जाऊ त छोरी, जाऊ त एकछिन। मेरो छोरा पनि धेरै संस्कार छ। संस्कारी छोरी छोरी अब मैले भनेको त हो संस्कारी छोरी मिलाइदिनु। एक हप्तासम्म बिचारीको शब्द के आएन, खाती सुती